हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी दोहा कतारमा रहेको एकदमै सुन्दर ठाउँ पोखरामा रहेको ओल्ड सुकमा घुम्न जाँदैछौँ। आउनुहोस् सँगै जाऊँ, कस्तो रहेछ हेरौँ। हामी यतिखेर अल्तुमामा भन्ने एउटा ठाउँबाट अगाडि बढ्दैछौँ। यहाँबाट धेरै टाढा छैन, नजिकै छ, खासै धेरै टाढा छैन, 10 मिनेटको बाटो हो। बेलुकाको करिब 6 बज्न लागेको अवस्था छ। यतिखेर पनि बाहिर एकदमै ह्युमिडिटी छ। आशा छ पोखरामा चाहिँ त्यस्तो नहोला, समुद्री किनारामा भएर। हेलो एभ्रिवान गाइज, म चाहिँ आज एउटा गीत गाउन जाँदैछु। छोरीलाई ठोक्कायो भेनाजु माथि हेर्नु त। तिम्रो मनमा लुकेको माया नभने पनि सम्झिदिनेलाई बोलिदिनेलाई माया त माया हो माया। ल एभ्रिवान गाइज, हामी कहाँ आइपुग्यो भेनाजु? हामी चाहिँ पोखराको समुद्रमा आइपुग्यौँ भर्खर, पोखरा ब्रिजको छेउमा। त्यही हेरेको हेर न, आज भिडियो गर्ने बेलामा चाहिँ हाँच्ने नोकपुली। फाइनली गाइज पोखराको समुद्र आइपुग्यो हामी। हेर्न सक्नुहुन्छ हामी समुद्रमा आइसकेका छौँ। एकदमै राम्रो छ, नजिक छ। एकदमै समुद्री हावाले समुद्रको छाललाई उचालिरहेको छ। अब हामी अगाडि बढ्नेछौँ। हेर्नुहोस्, मलाई बोकेर हिँड्नु, म त सक्दिनँ हिँड्नलाई। चिसो हावा खाउला, मोका घुम्न जाउँला, मिल्यो भने सँगसँगै बाबा, मिल्यो भने सँगसँगै। राम्रो मान्छे राम्रै छ, छोरी ठ्याक्कैको जस्तो भन त। नाकै हेर्दा थाहा हुने चुचे चुचे रहेछ, हो कि क्या हो बाहुनी, नाकै हेर्दा थाहा हुने। गाइस ओखरा ब्रिज ओल्ड सुक है, ओखरा ओल्ड सुक। साथीहरू हेर्नु होला, समुद्रको छाल कस्तोसँग मजाले चलिरहेको छ। यहाँ तपाईँ आफ्नो साथीहरू लिएर आउन सक्नुहुनेछ। नजिकै छ, केवल यदि आफ्नो गाडी छ भने एकदम लो कस्टमा, भनौँ बिल्कुलै जिरो खर्चमा तपाईँ यहाँ आएर रम्न सक्नुहुनेछ। मेरो नानी चाहिँ हप्ता दिनपछि बल्ल बाहिर निस्किँदा खुब रमाउने गर्छ। त्यसैले हामी बेला बेलामा यसरी बाहिर निस्किन्छौँ। हल्का गर्मी भए तापनि तर केही छैन, रमाइलो छ। हेर्न सक्नुहुन्छ तपाईँको यहाँ समुद्री किनारा नजिकै विभिन्न स्टल, होटल र फास्टफुड सेन्टरहरू छन्। त्यसमा तपाईँले आफ्नो मनपसन्दको खाना खाएर अझै इन्जोय गर्न सक्नुहुन्छ। र साथै यदि तपाईँ फ्यामिली पर्सन हो भनेदेखि तपाईँको नजिकै समुद्र रहेको छ। त्यहाँ तपाईँले आफ्नो घरमा बनाएर लिएर आएको खानेकुरा पनि त्यहाँ बसेर मजाले इन्जोय गर्न सक्नुहुन्छ खाँदै। हेर्नुहोस्, राम्रो हावा चलिरहेको छ, वातावरण वरिपरि हरियाली नै छ, रमाइलो छ। देख्दाखेरि पनि एकदम मन्त्रमुग्ध हुने खालको छ। नजिकै तपाईलाई मनपसन्दको खाना खानको लागि विभिन्न स्टलहरू पनि राखिएको छ।
त्यसमा आफ्नो पसन्दको खाना खाएर इन्जोय गर्न सक्नुहुनेछ। बाहिर बसेर मजाले खान पनि सक्नुहुनेछ, भित्र पनि बस्न सक्नुहुनेछ। हेर्नुहोला, अब चाहिँ हामी फर्किने क्रममा छौँ। करिब 7:30 भइसकेको अवस्था छ। अब हामी रुमतर्फ फर्कँदैछौँ। हेर्नुहोस्, यदि तपाईँहरू यहाँ आउन चाहनुहुन्छ भने हाम्रो नेपाली दाजुभाइले यसलाई सङ्खे राउन्ड बोट पनि भनेर चिन्ने गर्दछन्। हेर्नुहोला, त्यसैको नजिकमा पार्किङ गरेर यो भित्र आएर इन्जोय गर्न सक्नुहुनेछ। एकदमै राम्रो छ, सुन्दर छ ठाउँ। आज बाहिरी मौसम पनि राम्रो छ। हेर्नुहोला, यही सङ्खे राउन्ड बोटको छेउमा पार्किङ गरेर जानुभयो भने हजुरले यी सबै कुराहरू इन्जोय गर्न सक्नुहुनेछ। साथै समुद्रीको छेउमा बसेर पनि आनन्दले आफूले घरबाट बनाएर लिएर आएका कुराहरू बसेर खान मिल्नेछ। याद गर्नुहोस्, फ्यामिली भएमा मात्रै अलाउड हुनेछ है। त्यहाँ बसेर खानलाई, घुम्नलाई चाहिँ केही फरक छैन, तर बसेर खानलाई चाहिँ फ्यामिली हुन जरुरी रहेछ। ओके गाइज, अब हामी घर फर्कँदैछौँ। सी यू इन नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच एभ्रिवान। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। लभ यू सो मच। जय देश, जय नेपाल। चिसो पानी मैया रामुनी ताल पर्यो, राम्री त दिनी राम्री मैया मलाई किन गाल पर्यो, राम्री तिमी साह्रै राम्री है मैया, मलाई किन गाल पर्यो।